So hello and welcome back to our new video. म यहाँ सन्चै छु, हजुर पनि सन्चै हुनुहुन्छ होला। सो आज हाम्रो धेरै दिनपछि भिडियो आयो किनकि म मिनी भ्लग पनि बनाएको थिएँ, त्यही भएर हैन। सो अनि हाम्रो मिनी भ्लग हेर्नुलाई चाहिँ फेसबुक, इन्स्टाग्राम र टिकटकमा छ हैन, गएर हेर्न सक्नुहुन्छ त्यहाँनिर हैन। अनि आज अब अलिक आजको विशेष चाहिँ के हो भन्दाखेरि आज हाम्रो रोलिङ स्टोरी प्र्याक्टिस गर्ने बेलामा छु हैन। डे 17 हैन, हाम्रो 17 दिन भइसक्यो रोलिङ स्टोरी प्र्याक्टिस गरेको हैन। अनि आज रोलिङ स्टोरी साथसाथै आज म साइकल पनि बनाउने बेला छु। मेरो साइकल चाहिँ बनाउनु पर्ने होइन हैन, हाम्रो दाइको साइकल बनाउनु पर्ने खासमा हैन। दाइको के भएको छ भने यहाँ यस्तो भएको रहेछ क्या, यो यस्तो डिलरल यस्तो गएको रहेछ क्या, यो कामै नलाग्नु भयो हैन। हुन चाहिँ हैन यस्तो भएपछि चेन्ज गर्नुपर्ने हुन्छ, यस्तो भएपछि हामी अनि यहाँ नयाँ ल्याएको छु। यो लगाउनु पर्ने, यो चाहिँ अलिक नयाँ नै ल्याएको होइन, म्युटीमा त क्या राम्रो देखिन्छ। अनि हाम्रो चेन्ज गर्नुभन्दा अगाडि पहिला चेन छुट्याउनु पर्छ, चेन काटेर अनि त्यसपछि यसलाई यहाँबाट निकालेर चाहिँ अनि यो चेन्ज गर्नुपर्ने हुन्छ। अनि हाम्रो त्यसपछि साइकल चाहिँ यतातिर छ होइन, हाम्रो साइकल चाहिँ पार्किङमा छ। अहिले हामी स्टपेज सिक्ने बेला छौँ होइन। अनि सुरुमा त मैले नटमाथि चेन राखेर पिनलाई ठोकेँ अनि हाम्रो सजिलो चेन काटियो। त्यसपछि चेनलाई निकालेर एक साइडमा राखेँ अनि 9 नम्बरको रिन्चीले वार नट खोलेर डिलरले अड्किने नट खोलिदिएँ अनि न्यू डिलर लगाएर फेरि चेन गाँच्नतर्फ लागेँ। अब चाहिँ चेन माथि नट राखेर ठोक्दिए र चेन फिक्स भइसकेको छ। अनि फेरि गियर वार लगाएर नटले कसिदिए अनि अब गियर मात्रै मिलाउनु बाँकी थियो। र गियर पनि मिलिसकेको छ। सो गाइस हैन, मैले साइकल बनाइदिइसकेर म फेरि पनि यहाँनिर रोलिङ स्टोरी प्र्याक्टिस गर्न आइसकेँ। हाम्रो चाहिँ 16 दिन भइसक्यो रोलिङ स्टोरी प्र्याक्टिस गरेको। आज चाहिँ गर्दाखेरि 17 दिन हो होइन। अनि आज पनि रोलिङ स्टोरी पनि प्र्याक्टिस गर्ने केही नगरिकन। सो हाम्रो साइकल रेडी छ, यहाँनिर चकाचक छ होइन त्यसको, अनि ठिकै छ। अनि हाम्रो थोरै लाइन कोरेर लाइन बनाउनु चाहिँ पर्नेछ। सो लाइन कोरेर हामी त्यहाँ मोबाइल राखेर भिडियो बनाउँछौँ। अनि फर्स्टमा त खासै गएन अनि फेरि हान्न खोजेको बेसरी ब्रेक लागेर क्र्यास भयो। अनि फेरि साइकललाई उठाएर हेरेको त आजको फर्स्ट लडेको फर्स्टमै हाम्रो ह्यान्डल भाङ्गिसकेको छ होइन। यस्तो भयो यस्तो हुन्छ ह्यान्डलै, ब्याक ह्यान्डल पनि यस्तो बाङ्गो भइदियो। भाँच्नु त भाँचेको छैन तर यस्तो बेन्ड भएको छ नि। नजिक घाममा हेर्ने, घाममा हामीले यस्तो भएको छ त्यो हेर्दा राम्रै देखिन्छ नि। यहाँबाट हेर्दाखेरि हाम्रो यस्तो भइसकेको छ ह्यान्डल। प्र्याक्टिस गर्न चाहिँ नछोड्ने हो, जस्तो जे भयो भने होइन सकेसम्म प्र्याक्टिस गर्ने नै हो। आज त म
आज म यो आज बिहान पनि भएर होला त्यही भएर लडायो होला केही छैन। सो सुरु हो क्या सुरुमा चाहिँ यस्तो हुन्छ पछि गर्दै गएपछि अलिक गर्दै गएपछि अनि मात्र हुन्छ क्या। सो हेर्नु होला। त्यसपछि मैले धेरै ट्राई गरेँ तर पनि राम्रो रोलिङ स्टोपी गएन। योभन्दा अगाडिको भिडियोमा त राम्रो गइरहेको थियो तर अहिले के भयो खै। तर मैले हार मानिनँ, कन्टिन्यू प्र्याक्टिस गरिराखेँ। बट धेरै प्र्याक्टिस गरेपछि बल्ल अलिक राम्रो गयो अनि कन्टिन्यू दिइराखेँ। लास्टमा आएर गयो भेज पानीमा भइहाल्यो नि, तर केही छैन। म फेरि अर्को पनि भिडियोमा सिकेरै छोड्छु। हेर्दै गर्नु होला। भिडियो मन परे च्यानललाई लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्न नभुल्नु होला।